पाण्डेद्वारा प्रहरी अनुसन्धानमाथि आपत्ति। आफ्नो मुद्दामा प्रहरी ढिलासुस्ती र विश्वासघात गरेको आरोप। एलआईसी नेपालबाट पीडित बताउने सत्येन्द्र पाण्डेले झन्डै 1100 दिन बितिसक्दा पनि न्याय नपाएको दावी गर्दै जिल्ला प्रहरी कार्यालय रौतहटमाथि नै ढिलासुस्ती र विश्वासघात गरेको आरोप लगाएका छन्। पाण्डेका अनुसार आफ्नो उजुरी जिल्ला प्रहरी कार्यालय रौतहटमा दर्ता भएको प्रहरीकै रोहबरोहमा लिखित तथा औठा छाप सहित सहमति भएको र जान मार्ने धम्की दिने व्यक्तिको पहिचान समेत भइसकेको अवस्थामा पनि हालसम्म कुनै पनि प्रभावकारी कानुनी कारबाही नभएको आरोप लगाएका छन्। उनले न्याय दिलाउने नाममा 1100 दिनसम्म आफूलाई झुठो आश्वासन, ढिलासुस्ती र विश्वासघात मात्र भएको आरोप लगाएका छन्। उनले निष्पक्ष छानबिन, सुरक्षा र दोषीमाथि कानुनी कारबाहीका लागि माग गरेका छन्। यता जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सीताराम रिजालले भने आरोपप्रति असहमति जनाउँदै कार्यालयमा उशृङ्खल गतिविधि गरे कानुनी कारबाही गरिने चेतावनी दिएका छन्।